एकेडेमी विशेष प्रकाश परिवर्तनको यात्रा हिजोदेखि आजसम्म। नमस्कार तथा हार्दिक स्वागत छ प्रिय श्रोता तथा दर्शक महानुभावहरू। तपाईहरु सुनिरहनु भएको छ आज सनफ्लावर एकेडेमीको विशेष प्रकाश। म हो डेल्टा शिक्षा मन्थनबाट प्रस्तुता गरिमा खड्का। आज हामीसँग हुनुहुन्छ सनफ्लावर एकेडेमीका एक संस्थापक भाइस प्रिन्सिपल निशान गौतमज्यू, जससँग हामी विद्यालयको हिजो र आजसम्मको प्रेरणादायी यात्राबारे कुराकानी गर्नेछौँ। हजुरहरूलाई स्वागत छ। धेरै धेरै धन्यवाद। आफ्नो विद्यालयको बारेमा केही अनुभव र जानकारी साट्न पाउँदा निकै खुसी लागेको छ। सबैभन्दा पहिले सनफ्लावर एकेडेमीको हिजो र आजको यात्रालाई कसरी हेर्नुहुन्छ? सनफ्लावर एकेडेमीले निकै छोटो समयमा निकै ठुलो परिवर्तन गर्यो, निकै ठुलो पर्व मारेको छ। शिक्षा, बौद्धिक संरचना र प्रतिभा विकासका क्षेत्रमा विद्यालयले उल्लेखनीय प्रगति गरेको छ। खेलकुदको बारेमा कुरा गर्नुभयो। अहिले विद्यार्थीहरूलाई के कस्ता सुविधा उपलब्ध छन्? अहिले विद्यालयमा व्यवस्थित बास्केटबल कोर्ट, फुटसल मैदान र स्केटिङ क्षेत्र जस्ता आधुनिक खेलकुदका सुविधाहरू उपलब्ध छन्। यसले विद्यार्थीहरूलाई शिक्षासँगै खेलकुदमा पनि अगाडि बढ्न प्रेरित गर्छ। खेलकुदको कुरा गर्नुभयो। हालै निर्माण भएको मन्टेश्वरी भवनबारे धेरै चर्चा सुनिन्छ। यसको विशेषता के हो? यो अन्तर्राष्ट्रिय स्तरको आधुनिक र बालमैत्री भवन हो। यसले साना बालबालिकाहरूलाई रमाइलो, सुरक्षित र प्रभावकारी वातावरणमा सिक्ने अवसर प्रदान गरेको छ। सनफ्लावर एकेडेमीको शैक्षिक पक्षलाई के कारणले विशेष बनाउँछ? अनुभवी शिक्षक, आधुनिक शिक्षण पद्धति र विद्यार्थी केन्द्रित सिकाइ नै यसको मुख्य विशेषता हो। यही कारणले विद्यालयले उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ। विद्यालयमा पढाइ बाहेक विद्यार्थीहरूको प्रतिभा विकास लागि के कस्ता गतिविधिहरू सञ्चालन गरिन्छ? विद्यालयले नृत्य, गायन, वक्तृत्व कला, हाजिरी जवाब, स्काउट, पुस्तक समीक्षा जस्ता विभिन्न सांस्कृतिक क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ। यसले विद्यार्थीहरूको सबै पक्षहरूको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको छ। एसएमडी कार्यक्रमलाई धेरै प्रशंसा गर्ने गरेका छन्। यसको महत्त्व के छ? एसएमडी विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने सशक्त मञ्च हो। यहाँ भाषण, कविता, समाचार प्रस्तुति मार्फत विद्यार्थीहरूले आफ्नो क्षमता प्रदर्शन गर्छन्। वा, एसएमडीको यति चर्चा गरिरहँदा हामीले पनि यसको एक झल्को दर्शकहरूलाई देखाउनु पर्छ जस्तो लाग्यो। अवश्य। अब हेरौँ सनफ्लावर एकेडेमीको दैनिक एसेम्ब्लीमा प्रस्तुत गरिएको एक आकर्षित सांस्कृतिक नृत्य। शिक्षिका हुनुहुन्थ्यो, तर अहिले आफ्नो अवकाशपछि जीवन सबै आफ्नो परिवार र आफ्नो लागि मात्रै सम्झिनुभएको छ। अहिले त गाउँमा हामीले हजुरआमा हुनु भएन भने पनि कुनै मेला पर्वहरू रमाइलो हुँदैन। त्यसैले सबैजनाले मेरो हजुरआमालाई सम्झिनुहुन्छ। होइन, फेरि कसले सम्झ्यो मलाई? यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको आत्मविश्वास र प्रतिभालाई अझै उजागर गर्छन्। बिल्कुल सही। हामी प्रत्येक विद्यार्थीको प्रतिभालाई बाहिर ल्याउने प्रयास गर्दछौँ। अन्तिम प्रश्न, अभिभावकहरूले किन सनफ्लावर एकेडेमी रोज्नुपर्छ? किनभने यहाँ शिक्षा मात्र होइन, संस्कार, अनुशासन, नेतृत्व क्षमता र प्रतिभा विकास गरिन्छ। त्यसैले सनफ्लावर एकेडेमी उज्जवल भविष्य निर्माण गर्ने थलो हो। धेरै राम्रो। हजुरका विचारहरू साँच्चै प्रेरणादायी लाग्यो।
धेरै धेरै धन्यवाद। आफ्नो विद्यालयबारे केही शब्द बयान दिनुभएकोमा म आभारी छु। हामीलाई पनि समय दिनुभएकोमा धेरै धेरै धन्यवाद। प्रिय श्रोता तथा दर्शक महानुभावहरू, आजको विशेष पडकास्ट यतिकैमा समाप्त हुन्छ। फेरि अर्को रोचक र जानकारीमूलक विषयका साथ भेट्ने बाचा गर्दै आजलाई बिदा चाहन्छौँ। धन्यवाद। नमस्कार।